Oh, good morning everyone. Hey, किन चाहिँ हाँसेको? म चाहिँ दुध ल्याउनु जाँदैछु माथि गोलाइमा। आजको वेदर चाहिँ यस्तो भइरहेछ है। धुम्म। नाना चाहिँ स्कुल जाँदैछ हो। आज कति दिन बादमा भिडियो बनाउँदैछ के अन्त हाँस्दैछ पछाडिबाट। हाई, म चाहिँ दुध लिएर फर्किँदैछु। घरमा चाहिँ गाई छैन नि त के अनि चाहिँ माथि गोलाइमा जानुपर्छ नि त दुध ल्याउनु दोकानकै। त्यहाँ घरबाट दुध पनि पाउँछ अनि दुध लिएर आउँदैछु। हाम्रो घरमा चाहिँ दुध छैन भने चिया कसले पनि खाँदैन। चिया लभर्सहरू छ नि त हाम्रो घरमा सबैजना। दुध छ भने मात्रै अनुहार उज्यालो हुन्छ सबैको हाम्रो घरमा चाहिँ। हाम्रो चाहिँ घरहरूको भ्यू यस्तो देख्छ जग्गाको। पहाडी जङ्गल छ। आजको दिन चाहिँ यस्तै छ। अब बर्खाको सिजन हो। घाम लाग्ला लाग्ला हुन्छ बादलले ढाकिदिइहाल्छ। ऊ तल चाहिँ हाम्रो घर। म चाहिँ ऊ माथिबाट आएको दुध लिएर। स्नोवी बिरालोहरू चाहिँ शिकार गर्नुको लागि यसरी रोडदेखि माथि आउँछ। छेपाराहरू जे पाए त्यही खान्छ यिनीहरूले। स्नोवी मम्मीले फुलहरू सारिदिनु हुँदो रहेछ। गुड मर्निङ भनिदिनु मम्मी। फुलहरू सारिदिनु हुँदैछ यता थियो नि त यो फुलहरू चाहिँ मम्मीले चाहिँ यता सार्नु हुँदैछ। यो फुलहरू चाहिँ यता सारिदिनु भएछ। फेरि पानीले भिज्यो मम्मी पुरा। यहाँ त पुरा पानीले भिज्दो रहेछ हौ। पट चाहिँ के सफा गर्नु? ए माकुरा त हाम्रो साथी अरे रोसमेडले भनेको सफा नगर्नु अरे जाल। यस्तै छ। अब दुध पकाउँछु। मान्छे हेर्नु न माया लाग्दो दामी फलिरहेको थियो ठुलो रुखमा कि। ठुलो रुख भएर यो चाहिँ हाँगा आफै भाँचियो कि न बिरालोहरूले भचायो कि माया लाग्दो दामी फलिरहेको थियो। हाँगै भचाइदिएछ एउटा डल्लै। यस डल्ले पिरो खानुहुनेहरूलाई चाहिँ डल्ले लभर्सहरूलाई चाहिँ। स्नोवी गुड मर्निङ भन्दै कालै भइरहेको छ यो चाहिँ। यता आँखा चाहिँ दामी चाहिँ यसको। म चाहिँ दुध पकाउनुको लागि भाँडामा पोतो लगाउँदैछु। यो चाहिँ त्यसरी पोतो लगाएन भने चाहिँ फेरि भाँडा डढ्छ नि त। चुल्हामा पकाउँछु कि अन्त चाहिँ जुगाड गर्नुपर्छ भाँडा नडढोस् भनेर। धुनु पनि सजिलो हुन्छ नि त्यसरी पोतो लाग्छ भने चाहिँ। भरे भक्कु कालो भाँडा मोलिरहनु पर्दैन हो। चुल्हामा पकाउनेहरूले चाहिँ चाहिँ अब दुध पकाउनु आँटेको। चुल्हा पनि कालै भइरहेको रहेछ। यो दुधलाई चाहिँ बसाइराखेर चाहिँ छोडेर चाहिँ हिँड्नै हुँदैन। नजर हटी दुर्घटना घटी हो नि त फेरि यो दुध चाहिँ। पनि पाके लु अब यो चाहिँ हाम्रो घरको चाहिँ सबैको ज्यान हो दुध चाहिँ। दुध छैन भने हाम्रो बिहानै हुँदैन। म चाहिँ सब्जी खेलाउँदैछु अब खाना बनाउनुको लागि। खाना चाहिँ मम्मीले बनाइदिनुहुन्छ। बडीले यस्तो गर्नुहुँदैछ। आयो मम्मी चिया कति पकाउनु भएको हौ? हम भी पिएंगे थोड़ा सा। चिया लभर्सहरू हो नि त हाम्रो घरबाट चाहिँ सबैजना। सिमी खेलाउँदैछु।
मम्मीले चाहिँ चिया बनाउनु हुँदैछ। पानी रहन्छ होला भरे त सब्जी बोक्नु जानु पर्यो होला भरिया है मम्मी। मात्रै छ सब्जी पनि सिबी आलु खाना छ। सब्जीको दुःख है आमा सब्जी का दुख है, बहुत दुख है। कोई नहीं बुझता है। कोई नहीं बुझता है सब्जी का दुख है। सिबी आलु भेन्डी बैगुन खाना का त्यो पनि बजारबाट किनेर ल्याउनुपर्छ। आफ्नो बारीमा त छैन, सिबी मात्रै छ। म चाहिँ अब सब्जी बनाउन थालेको। मान्छेको चाहिँ लुक्समा कलर डजन्ट म्याटर भन्छ कि, तर सब्जीमा चाहिँ म्याटर गर्छ नि। रातो कलर लगाएन भने चाहिँ मलाई सब्जी चाहिँ मनै पर्दैन। हरियो पहेँलो सब्जीहरू चाहिँ मलाई मन पर्दैन। यो छेउमाथि करेन्टले भेटेर झरेको बिचारा। ला यो त उयोको बच्चाको आमा होइन कि मम्मी? अहिले भर्खर करेन्टले भेटेर झरेको गनाउँदैछ है होइन? भर्खर त्यो उयोले आगोले पोलेको जस्तो गनाउँदैछ। हाम्रो जुरेलीको बच्चा चाहिँ यहाँ छ नि त। उडाइसक्यो उयो त बाङ्गो भइरहेको छ त। ए उडाएछ नि, यहाँ थियो गौरै रित्तो पारेर उडाएछ। बच्चा थियो नि त। यो जुरेली चाहिँ यहाँ माथिबाट यहाँनिर तारमा बसेको थियो कि करेन्टले भेटेर झरेको बिचारा। हेर्दा हेर्दै दिन अहिले फेरि दामी घाम लाग्दैछ। फेरि अर्को जुरेली आएर बस्दैछ त्यहीँनिर। त्यो टुप्पोमा गयो भने चाहिँ यिनीहरू करेन्टले झरिहाल्छ नि त। अब चाहिँ सब्जीहरू पनि बनाइसकेँ, लुगाहरू पनि धोइसकेँ र अब चाहिँ घरहरू सफा गर्ने काम छ। यस्तै छ, घरको कामहरू कहिले पनि सकिँदैन। भरि पानी परेर अहिले चाहिँ दामी घाम लागिरहेको छ। अहिले फेरि बेलुका त्यही हो पानी, चर्के घामको दर्के पानी। हाम्रोदेखि चाहिँ भ्यू यस्तो देख्छ। उयो चाहिँ खोला हो, खोलाकै छेउमा छ हाम्रो घर चाहिँ। पाहाडी पनि गाउँहरू छ यहाँबाट। म चाहिँ अब सबै कामहरू सकेर खाना खानु आँटेको। खाना खाएर चाहिँ बजार जानुपर्छ नि त। पर्छ होला पानी। र अब चाहिँ सबै खानापिना बनाइसकेर खाएर अब चाहिँ बजार जानुको लागि रेडी हुँदै गरेको। दिन पनि कस्तो भइरहेको छ हौ। अब हामी चाहिँ रेडी सेडी भएर सब्जी गर्न गएको हाट। धुलो सानो उडाएन। मेरो मम्मी चाहिँ राम्री भएर आउँदैछ। मलाई किन कालो भनेको? सानोमा म कालो थिएँ। हरेस हाम्रो हर बुधबार चाहिँ हाट जानै पर्ने सब्जी ल्याउनु। फुलहरूको भेराइटी दामी दामी रोप्नु भएको छ हाम्रो मिसले। चाहिँ गेस्ट हाउस छ, यहाँबाट चाहिँ लोधोमाको भ्यूहरू दामी देख्छ। अस्ति त फुल्दा पनि फुलिरहेको थियो, छैन सकेछ। पहिरो झरेको 1 साल हुन आँट्यो, सफा पनि गर्दैन कसैले। यहाँदेखि उता चाहिँ हाम्रो लोधोमा, मेरो भिडियोमा चाहिँ खालि तपाईँले लोधोमाको ब्रिजहरूमा देख्नुहुन्छ। म लोधोमा छोडेर टाढो कहीँ जाँदिनँ नि त अरू जग्गा।
यहाँ माथि हेल्थ सेन्टर हस्पिटल छ यहाँ यहाँदेखि उता चाहिँ यो पुल देख्यो उता चाहिँ बजार भन्छ मलाई के किनिदिन्छ कुनि मम्मीले आज के किनिदिने मम्मी मलाई आज ललिपप सब्जी बोक्नु साथी गएको म त मोमो मोमो त खाँदिनँ अहँ नै खाता है यहाँनिर अहिले फर्किँदा लैजाउँ न अन्त छुर्पी लभरहरूले टाढैबाट छुर्पी चाहिँ देखिहाल्छ है बट्टाभित्र भएको दोकान पर छ हो बट्टामा देखेको छु टाढैबाट छुर्पी त ठुल्ठुलो छ त भन्दैछ मम्मीले हाम्रो लोधोमाको ब्रिज यहाँदेखि उता चाहिँ लोधोमा बजार छ के थिए ए हरेस है हरेस यहाँदेखि उता चाहिँ सब्जी दोकान हाम्रो हाट चाहिँ लोधोमा जस्तो छ है लुगा दोकानहरू चाहिँ यहाँ अगाडि चाहिँ यहाँ चाहिँ सुनहरू पाउँछ अङ्कलको दोकानमा चप्पल उयो छ अफर छ अहिले अफर छ मेरो ब्लगको थ्रुबाट आउनेलाई के अरे अफर कति पर्सेन्ट अफ 50% ए ल एकदम अलवेज तपाईँहरूले जसले पनि हेर्नु हुँदैछ यहाँ भैयाको दोकानमा चाहिँ एकदम 50% अफर है तपाईँहरूको लागि अघि मिसले जुत्ता लानुभयो अब चाहिँ हामी सब्जीहरू किनेर फर्किँदैछौँ निद्रामा घाम लागेर टल्क्यो त अनुहार त मम्मीले मलाई के किनिदियो सिङ्गडा समोसा किनिदियो समोसा मम्मीले हतुवा आमा म यहाँबाट उयो लाने छुर्पी यहाँ चाहिँ छुर्पी किन्नु आइरहेको छ मम्मी छुर्पी लभरहरू छुर्पी आन्टी यहाँनिर चाहिँ लोधोमा खोला ब्रिज आन्टीको घरबाट दामी भ्यू आउँदो रहेछ क्या अन्त आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु आजको ब्लग चाहिँ अगर तपाईँहरूलाई मेरो ब्लग मनपर्छ भने प्लिज सब्सक्राइब अनि सेयर लाइक गरिदिनु होला ओके बाई बाई